लत्थिकले जिन्दगी थेमारले सुर्ताए चुम्से। हेलो साथीहरू, सन्चै हुनुहुन्छ? आजको यात्रा चाहिँ ताप्लेजुङसम्मको छ। अब हामी ताप्लेजुङ लाग्दैछौँ साथीहरू। यही गाडीमा मान्छे हुनुहुन्न। गाडी नपाएर रिजर्भमा जाँदैछौँ बिहानै। गडले आहा जाने बाटो कसले बनाएको होला यो रुखमा लुगा जस्तो? अनि कस्तो अन्त यस्तोमा है त्यही त भन्नु। पछाडि त नफर्किकन जाउँ अगाडि नै। ल साथीहरू, हामी सानो भाइ फेदीदेखि उकालो लाग्दैछौँ। कति बजी पुग्छौँ थाहा छैन। ऊ चाहिँ मेरो होस्ट भाइ मेरो कान्छा भाइ हो। अनि यहाँदेखि उकालो अब कति घन्टामा पुगिन्छ मलाई थाहा छैन। कति बजी नानी? अहिले 8:30। 8:30 भयो। 10 बजी त पुगिन्छ। यहाँदेखि उकालो लाग्यो।
स्वागत छ हजुरहरूलाई। हाय यो मुकुम आजको मौसम त एकदम शीतल छ। हुसु लागेर हामीहरू जाँदैछौँ साथीहरू। अघि त शीतल भइरहेको थियो, अहिले त घाम लाग्नु थाल्यो। उकालो गाह्रो गाह्रो भयो हिँड्नु। लाली गुराँसको बोटमा पनि झ्याउ फल्छ कि क्या हो? यो झ्याउ होइन होला। झ्याउ त यस्तो हुँदैन नि त, यो त झ्याउ होइन नि। लाली गुराँसको बोट त कस्तो राम्रो देख्दो रहेछ हौ। कस्तो साथीहरू कहिलेकाहीँ मन यस्तो एक्लो भइदिन्छ नि, यस्तो एक्लो भइदिन्छ नि। के गरौँ कसो गरौँ है। मन बिसाउने ठाउँ र कुरा राख्ने ठाउँ कहीँ केही पनि भेटिँदैन क्या। त्यतिखेर एकान्तमा जाने हो। आफूलाई जे मनपर्छ जस्तो गर्न मन लाग्छ त्यस्तै गर्ने हो। त्यतिखेर सम्झिने भनेकै हाम्रो कहीँ मन बिसाउने ठाउँ पाएन भने सम्झिने भनेकै एकान्त ठाउँ। मलाई चाहिँ त्यस्तो लाग्छ। साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ? हो बल्ल बल्ल मास्लो फेरि आइपुग्यो। हामी ठुलो फेरीदेखि अब गेटबाट प्रवेश गर्दैछौँ माथि। यहाँदेखि माथि जाने हो अनि अलिक माथि हो, माथि के भन्छ कान्छी थान भन्छ कि के भन्छ, त्यहाँ पुग्छौँ। हो मेरो भाइ हिँड्न साह्रो भयो। मलाई अनि अघि खै के भएको थियो अनि अहिले त फेरि हिँड्दा पनि केही जस्तो भएको छैन। अघि तल एकछिन आउँदाखेरि चाहिँ अलिक गाह्रो भयो उकालो चढ्न, अहिले चाहिँ केही जस्तो पनि भएको छैन। अब हामी के भन्छ कान्छी थान भन्छ कि के भन्छ होला नि भाइ यसलाई, खोइ कुन थान भन्छ।
साथीहरू 2 घन्टाको हिँडाइपछि अब हामी पुग्न आँटेको छौँ। यो बाटो जान्छ माथि उकालै उकालो। मेरो भाइ मुख धुँदै हुनुहुन्छ। उहाँ चाहिँ मुख धुलाइसकेर उभिराख्नु भएको छ। तपाईँ डन? ओहो, यहाँतिर चाहिँ लाली गुराँसको बोट सबै काटिएको छ साथीहरू। खै के भएर काटिएको मलाई चाहिँ थाहा भएन। अब हामी लगभग माथि पुग्न आँट्यो होइन। गाह्रो हुँदै आयो। के गर्नु हो, लत्थिकले जिन्दगी थेमारले सुर्ताए चुम्से। लाली गुराँस त सानो सानो मात्र फुलेको छ त, हुँदैन? अस्ति अलिक ठुल्ठुलो हुनुपर्ने। यो चाहिँ सानो सानो खालको लाली गुराँस रहेछ है साथीहरू। हामी ओ भाइ त्यो सल्लाइदिए पऱ्यो। गेटमा आइपुगेका हो। अब हामी भित्र छिर्छौँ अनि माथि गएर पूजा गर्छौँ। यहाँ बत्ती बालेर जाने हो। यहाँदेखि माथि हामी उकालो लाग्यौँ। अब यहाँ वरिपरि घन्टी झुन्ड्याउनु भएको रहेछ। घन्टी नै घन्टी रहेछ। अनि अब यहाँदेखि अलिकति उकालो चढेपछि माताकोमा पुगिन्छ होला। पाथिभरा माताकोमा। यहाँ चाहिँ यस्तो छ, तलैदेखि माथि गेटैदेखि माथिसम्म घन्टी नै घन्टी राख्नुको रहेछ। यहाँ चाहिँ फाइनली गाइस हामी आइपुग्यौँ। अब ठुलो मन्दिरमा छिर्ने हो, पूजा गर्ने हो। अनि यहाँ चाहिँ बनाउने काम पनि सुरु हुँदै रहेछ। अब हामी जान्छौँ पूजा गर्दै गर्दै। हजुरहरूलाई पनि देखाउँछु म है त। यहाँनिर चाहिँ त्रिशूल चढाउने ठाउँ हो। आई डोन्ट नो बुढा। यतै हो, यता भित्र छिरेर त्यहाँ नरिवल गरेर गर्नु न। अलिकति आइदिनु न। यो चाहिँ के भन्छ यसलाई, मुकुमलुङ माङहिम। हामी तल पूजा गरिसकेर माङहिमतिर आउँदैछौँ। कता हो बाटो? जानु मिल्छ कि मिल्दैन? यहाँ यस्तो ठाउँ रहेछ।
उता तल पूजा गर्ने ठाउँ होला। साथीहरू पूजा गरिसकेर फर्क्यौँ हामीहरू। अहिले त्यति धेरै सिजन लागेको छैन रहेछ, सिजन सकिसक्यो होला। सिजन सकिसक्यो, त्यही भएर त्यति साह्रो भिड पनि छैन। हेलो मेरो मान्छेले भ्लग बनाउनु आउँदैन बिना हो भाइ, म नयाँ नयाँ हो नि त भ्लगमा, त्यही भएर मलाई थाहा छैन। के बोलौँ भन्ने त्यस्तो चाहिँ हुँदैन ल, त्यस्तो चाहिँ सरी, सिकाउनु न के मालुम त्यस्तो चाहिँ सरी ल हो त भाइ। हेलो हेलो अब हामी फर्किँदैछौँ। यदि यदि सिधै हो तपाईँले भन्नुहुँदा के र, तपाईँले भन्नुहुँदा त्यही त मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू। उहाँको कुरा चाहिँ नसुनिदिनु होला। सबैजनालाई धेरै माया। आज यो मनिषले पाथिभरा मन्दिरमा ल्याएको तलबाट मैले 2 बोतल पानी ल्याउँ भनेको, पानी पनि खुवाएन। तल जाँदा खाजा खम भनेको, यसले खाजा पनि नबोकौँ भनेर भोकै कुदायो। अनि हो त नि, अनि के अरे पूजा गर्न आएको मान्छेले खाजा खाना सबै बोकेर आउँछ त। अनि प्रसादी चाहिँ किन एक प्याकेट सबै खाइदिएको त एक्लै तिमीले? प्रसाद त अब पूजा गरिसकेपछि खानु त पर्छ, त्यो त सबैलाई लगिदिने हो, खाने हो त होइन सानो। भन न तिमी पनि, बोल न। भोक लागिसक्यो होला। भोक लागेको छैन त्यत्रो, एक भारी प्रसाद खाएर पनि भोक लाग्यो तिमीलाई? एक भारी त जान्थ्यो त्यस्तै। जोइ कसले धेरै बनाउने ढुङ्गाले अर्काको ढुङ्गा तोड्यो। ल साईको भाजी म छिटो बनाऊ न। अब त्यति सानो सानो मिलाएर राख्यो भने त भरे मात्रै 10-11 पुग्छ नि दिदी। अनि होइन जसरीसँग राख्नु ल, मैले अघि जोडेको छु भिडियो। बनाइसकेपछि किन भात खाएको? त्यतिकै राख, हुन्छ हुन्छ। अर्को बनाऊ न, अनि अर्को ठाउँमा अर्को बनाउन भइहाल्यो नि। त्यो के खाने त्यो अर्काको त्यो केही पनि हुँदैन, च्याप्टो ढुङ्गा राखेर त भइहाल्छ नि। त्यति साह्रो भोक लाग्यो। हामी फर्केर नास्ता खान आँटेको साथीहरू। हेलो गाइज, खाजा खाएर अब हामी बजारतिर लाग्यौँ। साथीहरू तपाईँहरू पनि खाजा खानुभयो? हाम्रो नास्ता, मेरो डल्ले भाइ, सुशान्त लिम्बू, हाम्रो गाडी फसियो।